एउटा चलाएको छ सच्चिनुपर्छ भन्ने। कसैले मलाई केही बताइदिन चाहिँ सकेका छैन अहिलेसम्म भने कहाँनिर के सच्चिनुपर्ने हो। सच्चिनुपर्ने भने के? अझ अराजकतामय बनाउनु पर्ने कि पार्टीलाई? विचारहीन बनाउनु पर्ने कि पार्टीलाई? के गर्नुपर्ने सच्चिने भनेको? त्यसकारण हामी बिग्रिएका छैनौँ। कम्युनिस्ट पार्टी नेकपा एमाले बिग्रिएको छैन। हामी बिग्रियौँ कि वैचारिक हिसाबले बिग्रियौँ कि आदि कुराहरूमा भर नपर्नु भए हुन्छ साथीहरू। यस्तो कुराहरू हल्लाको कुरा हो। हामी बिग्रिया छैनौँ। वैचारिक हिसाबले सही ठाउँमा छौँ। साङ्गठनिक हिसाबले हामी अलिक कमजोर भयौँ। हामीले हाम्रो विचारलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकेनौँ। सङ्गठनात्मक सिद्धान्तलाई कार्यान्वयन गर्न सकेनौँ। कमजोरी रह्यो, बिग्रिएको होइन। सिङ्गै पङ्क्तिलाई हामीले सचेत बनाएर त्यसरी लडाउन सकेनौँ। स्वार्थी प्रवृत्तिहरू बढे, त्यो कमजोरी हो। हामीले अपराध गरेका होइनौँ। तसर्थ हाम्रो कुनै पनि नीतिमा त्रुटि भएर आन्दोलनले धक्का खाएको होइन। हाम्रा सही नीतिहरूमाथि प्रहार भएको हुनाले त्यो प्रहारलाई हामीले झेल्न नसकेको हुनाले धक्का खाएका हौँ। यसमा हामीमा आफैमा भ्रम परेर आफैलाई दोष दिने, आफैलाई अपराध गर्ने भन्ठान्ने, अपराध बोध हुने, हीनता बोध हुने त्यो आवश्यकता छैन। हामीले अपराध गरेका होइनौँ, कमी कमजोरीहरू भएका छन्।